हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ साथीहरू म गुल्मी जाँदैछु। गुल्मी जाने भने चाहिँ बिहान रेडी परेर चाहिँ म चाहिँ बसमा बसिसकेँ। अब चाहिँ बस पनि हिँड्न लागिसकेको थियो। म चाहिँ भ्लग बनाउँदै थिएँ। त्यसपछि चट्ट बस पनि हिँडिसक्यो। म पनि यही बसमा आउँदैछु साथीहरू। उहीँ गुल्मी चाहिँ भेट्नपर्छ सबैजना चाहिँ रेडी मेलामा जानुपर्छ। सबैजना चाहिँ मिलाउँला साथीहरूसित भेटौँला। म चाहिँ एकदम बसको अगाडि सिटमा बसेर भ्लग बनाउँदै आएको थिएँ। भ्लगमा चाहिँ हल्का पुरै चिज त मैले राखेको छैन। हल्का हल्का मेन ठाउँ राखेको छु, जसले गर्दा म आएको भने थाहा पाओस्। वा मैले भ्लग बनाउने प्रयास मात्र गरेको। यो चाहिँ पहिलो ट्राई हो साथीहरू, त्यस कारण खासै गतिलो त भएको छैन। त्यसपछि म चाहिँ यहाँ पाल्पा आएँ। पाल्पा आएपछि यहाँको अब तानसेन चाहिँ आउन लागिसकेको थियो। यहाँको पनि भ्लग बनाउँदै म चाहिँ अगाडि बढेँ। यहाँ कुन स्कुल पनि छ, जुन स्कुल मैले जहिले जाँदा पनि ख्याल गरेकै हुन्छु साथीहरू। त्यसपछि म यहाँको हल्का पहाड हेर्दै म तानसेनको बजार आइसकेँ। तानसेनको बजार चाहिँ निकै राम्रो छ है साथीहरू। हजुरहरूले नि एकचोटि जाँदाखेरि ख्याल गर्नु होला, फोटो भिडियो बनाउनु होला। एकदम राम्रो छ। यहाँको सल्लाहको वन भने चाहिँ झन् एकदम स्पेसल नै छ साथीहरू। यहाँ तानसेन लेखेको बोटहरू एकदम राम्रो छ। त्यसपछि म तानसेनको वन बजार कटिसकेपछि म सल्लाहगारीको वनमा पुगेँ। एकदम राम्रो विशाल एकदम राम्रो छ है साथीहरू। यो चाहिँ एकदम हरियो छ है साथीहरू। हरियाली भरेको राम्रो छ साथीहरू। त्यसपछि म चाहिँ मस्त यहाँहरूको हेर्दै चाहिँ अगाडि बढ्दैछु। एकदम राम्रो छ है साथीहरू। यो चाहिँ वन चाहिँ यहाँको भ्यू चाहिँ खत्रै छ है। चिसो हावाहरू लाउँछ। त्यसपछि म चाहिँ पाल्पाको बस पार्क आएँ साथीहरू। एकदम यहाँ पनि एकदम रमाइलो ठाउँ नै छ साथीहरू। गाडीहरू पनि मस्तै छन्। बुटवलको बस पार्कभन्दा चाहिँ यो अलि सानो छ, तर एकदम राम्रै छ। यहाँबाट हरेक ठाउँ जान सकिन्छ। गाडीहरू पनि प्रशस्त मात्रामा यहाँ पाइन्छन्। यहाँ स्कुल बसदेखि हरेक जिपहरू हरेक चिज पार्किङ हुन्छ, एकदम हुन्छ। त्यसपछि म पनि यहाँ हेर्दै अगाडि बढ्दैछु। पुरै ठाउँको भिडियो त छैन साथीहरू, मेन क्लिप मात्र रहेको छ। त्यसपछि म चाहिँ यसपछि सिधै घर आएँ। घर आउँदा चाहिँ मैले अब अरू भ्लग बनाउन चाहिँ सकिनँ। म चाहिँ एउटा साथीसँग चाहिँ माथि निक्लिँदै थिएँ। आफ्नो घरतिरको बाटो चाहिँ निकै उकालो छ है साथीहरू। उहाँ तलको त्यो पुल देख्नुभएको छ नि, त्यहाँदेखि आउनुपर्छ। त्यहाँदेखि आउनुपर्छ, जुन चाहिँ एकदम छ। ओके थ्याङ्क्स।